Hello guys, welcome to my vlog Rahul Thapa वारसी vlog. तपाईहरु सम्पूर्णलाई स्वागत छ र स्मार्ट बहुउद्देश्य कृषि फर्मले सधैँ नै आफ्नो कामहरु नियमित गर्दै साथसाथमै र मैले पनि के गर्छु मेरो भोजनहरु चाहिँ के गर्छु कस्तो कस्तो खालको भोजनहरु हुन्छ बिहानीको सुरुवात है सुरु भयो अब सुरुवातमा यस्तो छ मकै त्यो मैले जुन भैँसीको दुध पकाएको थिएँ त्यो पकाएको दुध यस्तो छ कार्यक्रम र यो आफ्नै बारीमा फलेको कागती अब यो कागती पनि खानुपर्छ लोकल मकै हन्डामा भुटेको बिहानमा यो खाइयो भने यसले चाहिँ जस्तो यो हाम्रो डाइजेसनलाई चाहिँ अलिकति पकड लिँदो रहेछ क्या जुन डाइजेसन हुन्छ त्यसलाई चाहिँ मजबुत बनाउँदो रहेछ त्यसमा अगुवाले खुल्छ नि अगुवाले खुल्छ पनि खानुपर्छ र यो हाम्रो लोकल अन्डा है आफ्नै फर्ममा लोकल अन्डा पनि छ यो हाम्रो बजारको अन्डा पनि छ फेरि है बजारको अन्डा पनि छ कुन खाने खानाको लागि उपयुक्त छ यो प्रायः बच्चा बच्चीहरूलाई खुवाउँछौँ हामीले र खानेकुराहरू यस्तो यो अर्ग्यानिक तरिकाले खाइन्छ होइन अर्ग्यानिक खाए पनि अर्ग्यानिक सोच राख्नु पर्यो अर्ग्यानिक मन हुनु पर्यो अर्ग्यानिक विचार हुनु पर्यो भोजनले मात्रै सबै कुराहरू गर्दैन आफ्नो स्वास्थ्यलाई पनि हेर्नु पर्यो कुन कुराहरूले अर्ग्यानिक भए पनि कुन कुराहरूले पच्दैन कुन कुराहरूले सहँदैन त्यो चिजहरूलाई अभोइड गर्नु पर्यो र राम्रो चिजहरू कसैले पनि अब यो पिनासको समस्याले गर्दा यो दुध मही घिउहरू पनि त्यति खान मिल्दैन र जे चिजमा चाहिँ फोकस गर्न सकिन्छ त्यसरी नै चाहिँ अर्ग्यानिक तरिकाले खान बानी बसालौँ बजारमा पनि हुनुहुन्छ सहर बजारहरूमा जहाँ पनि हुनुहुन्छ अर्ग्यानिकको नाउँमा अनेकको चाहिँ विषादी चिजहरू हुन्छ म कहिलेकाहीँ राम्रो चिज पनि खाने गरौँ हाम्रो राजेश हमाल सरले पनि बिहान हेर्नुहोस् ब्रेकफास्ट उहाँको कोदाको रोटी फापरको रोटी हैन एउटा आदत बसाल्नुपर्छ गाइस लाइक सब्स्क्राइब गर्नु होला हाम्रो सिम्पल थापा पनि हुनुहुन्छ है ल अब गुड डे